नमस्कार साथीहरू, आजको दिन चाहिँ निकै विशेष छ हैन, किनभने आज शिवरात्रि हो। बाहिरतिर सबैतिर शिवजीको गीतहरू बजिरहेको छ। मलाई त कस्तो आनन्द लागिरहेछ। कति बेला मन्दिर जाऊँ भन्ने भइरहेको थियो। हामीले चाहिँ राति नै सल्लाह गरेको थियौँ आज मन्दिर जाने अनि पूजा गरेर आउने भनेर। त्यही भएर हामी चाहिँ दुवै बुढाबुढी नुहाइधुवाइ गरेर प्रसादी लिएर अनि मन्दिर आइपुग्यौँ। हामी चाहिँ यहाँ कावासोतीको शिव मन्दिरतिर आइपुगेको थियौँ। मन्दिरको हेर्नु न अगाडि कस्तो आज राम्रो डेकोरेसन गरेको छ हैन। म यहाँ 2 वर्षदेखि शिवरात्रि मनाइरहेको छु, तर पहिला चाहिँ यस्तो डेकोरेसनहरू गर्दैन थियो। मैले देखेको थिइनँ 2 वर्षदेखि। यसपालि चाहिँ कस्तो राम्रो भाइब्स आइरहेको छ कि यसरी हाम्रोतिर पनि विराटनगरमा नि यस्तो मन्दिर अगाडि कस्तो डेकोरेसन गर्छ नि त यस्तो पूजापाठमा। अनि मलाई कस्तो मन परिरहेको थियो। अनि मन्दिरमा भिडभाड त्यस्तै थियो। यता 108 शिवलिङ्गमा पनि मान्छेहरू त्यस्तै भिड थिए। लाइन कत्रो लामो थियो। अनि सबैजना पुरै पूजापाठमा मग्न हैन, बिहे भएको। अनि सबैले साडीहरू लाएर आएको, रातो पहेँलो लुगा। कस्तो राम्रो लागिरहेको थियो कि मलाई चाहिँ मन्दिर आएर खुसी लाग्यो। अनि यतातिर चाहिँ सबैको हातमा बेलपत्रहरू देख्दाखेरि पनि कस्तो रमाइलो भइरहेको थियो। मन्दिर त रुमभित्रै घरमै बसेको भए त यस्तो देख्न नि हुन्थ्यो, थाहा हुन्थेन हैन। मन्दिर आएर चाहिँ कस्तो भाइब चाहिँ चेन्ज भयो कि मलाई चाहिँ एकदम मन पर्यो। आज चाहिँ भन्न आइएछ मन्दिर। अनि यतापट्टि पनि भित्र पनि सेल्फीहरू खिच्ने भनेर ठाउँ बनाइदिएको रहेछ। यता सबैजना नाचिरहेको रहेछ भजन कीर्तनमा। कस्तो रमाइलो लाग्यो मलाई त आज के भन्ने। अनि त्यसपछि अलिअलि चाहिँ मान्छेहरूले खै मलाई देखेर हो कि के हो, म यस्तो अवस्थामा मन्दिर आएर 1-2 जनाको मुखबाट चाहिँ यस्तो बेला नि कस्तो मन्दिर आएको होला भनेर कुरा गरेको सुने। अनि त्यसले चाहिँ मलाई अलिकति मुड अफ गर्यो हैन। तर नि केही छैन, मेरो बुढाले भन्नेले यस्तै भन्छन्, केही हुन्न, तिमी आफ्नोमा ध्यान देऊ भन्नुभयो। अनि पूजा गर्नतिर लाग्यौँ हामी चाहिँ। यता अगाडि आउने बित्तिकै यता नन्दीजीको मूर्ति थियो, त्यहाँ चाहिँ पहिला ढोग्यौँ। त्यसपछि हामी उता श्री गणेशको मन्दिरतिर गयौँ। अनि उता पूजा गरेर आएपछि चाहिँ यता मेन शिवजीको दर्शन गर्न चाहिँ जल चढाउन प्रसादी चढाउन चाहिँ यता आइपुग्यौँ। अनि यहाँ पनि एकदम भिड थियो। अनि बहिनीहरूले मलाई एकछिन खुला भएपछि जानु भनेर भन्नुभयो। अनि म एकछिन वेट गरेँ। त्यसपछि पूजा गरेर प्रसादी चढाएपछि नि यता धूप अगरबत्ती बाल्नतिर आयौँ। अनि चाहिँ मलाई म्याडम नि भेट्नुभयो। अस्ति छट्टीमा गएको थियौँ उहाँको छोरीको। अनि म्याडम नि आउनु भएको रहेछ। अनि त्यसपछि यता मेरो बुढाले नि पूजापाठ गर्नुभयो। अनि फोटोहरू खिच्यौँ। अनि यता मन्दिरको ग्राउन्डतिर यसो घुम्यौँ हैन। कीर्तन भजनहरू पुरा भइरहेको थियो, सबैजना मग्न थिए हैन। कस्तो म चाहिँ राम्रो लागिरहेको थियो यहाँ आएपछि, एकछिन कस्तो रमाइलो भयो। अनि हाम्रो अफिसको सर म्याडम नि भेट्नुभयो। म्यामहरूसँग नि फोटोहरू खिच्यौँ। एकछिन म्याम नाच्नुभयो। अनि म त नाच्न त सक्दिनँ, त्यही पनि कस्तो कोही खुट्टा थर्किरहेको थियो, नाचौँ जस्तो भइरहेको थियो कि मलाई चाहिँ फेरि। अनि यस्तो कीर्तन भजन सुनेपछि कस्तो मनपर्छ कि मलाई चाहिँ रमाइलो गर्न। यो देख्दाखेरि चाहिँ एकछिन कस्तो खुसी लाग्यो। एकछिन बसेर यही कीर्तन भजनहरू सुन्यौँ, रमायौँ। अनि यसो नाचे जस्तो अलिअलि गरिदिएको मैले चाहिँ। सबैले फेरि मलाई अलिअलि कस्तो देखेर के लाजै लागे जस्तो नि पार्दै थियो कि घरिघरि चाहिँ। अनि अब जानुपर्छ भनेर नि पूजापाठ गरिसकेपछि अनि निस्क्यौँ हामी चाहिँ। अनि खाना पनि खाएको थिइनँ, अनि भोक पनि लागिरहेको थियो मलाई चाहिँ। त्यसपछि हामी मन्दिरमा पूजापाठ सकेर अनि फर्किन लाग्यो। यसरी नै हाम्रो चाहिँ शिवरात्रि बित्यो। हजुरहरूले चाहिँ कसरी मनाउनु भयो कमेन्ट गर्नुहोला। ह्याप्पी शिवरात्रि टु अल अफ यु।